अहिले चाहिँ हामी एकछिन आराम गरेको बोकेर आएर आराम गर्दैछौँ। यहाँ ल्याउनु पर्छ कुन्याउँछ। अब आई डोन्ट नो फेरि जान्छौँ एकछिन आराम गरेको घरमा आएर। एकदम गर्मी छ यहाँ त। त्यही धान यहाँ ल्याउँछौँ। दूर छ खेत पनि। आइज मेरो छोरा सर्ट खोइ मेरोमा। मेरो छोरा यहाँ छ है। अब यो पनि बोक्नु जान्छ। मेरो छोरा स्कुलबाट आएछ। आज हाफ छुट्टी हो। यसैले छिटो आएछ। अब जाने हामी आमा छोरा। मेरो छोरा पनि कस्तो काम गर्छ सानो भएर के हुन्छ। स्कुलबाट आउने बित्तिकै यसको खैरात छैन अस्तिदेखिको। आराम एकछिन गरेको त्यहाँबाट नि हिँडेको। अहिले 12 भयो छैन। गर्मी त के साह्रो गरम भएको आज फेरि। माछा हो कत्रो कत्रो माछा पोखरीमा। सोल गरम ज्यादा भयो। मेरो छोरा पनि जाँदैछ धान बोक्नु। चाहिँ 3 जना धान बोक्नु हिँडेको। साथीहरू खेतबारी हो हाम्रो चाहिँ यो। धान पाकिरहेछ। धान खेती धान बान्नु लागेको छ। अब त्यो हो त्यो तिनीहरू बान्नु है। यहाँ बान्छ छोरा तैँले यहाँ। हेर्नुहोस् है खेती चाहिँ यस्तो हुन्छ। धान खेती हो हिलोमा होइन है। मेरो कान्छा छोरा हो। ठुलो छोरा चाहिँ स्कुल गएको छ। ठुलो छोरा पनि आयो भने बोक्छ उसले पनि। मेरो छोरा राम्रो लाग्छ धान बोक्नु छोरा। पढ्नु राम्रो कि धान काट्नु राम्रो। धान बोक्नु पढ्नु राम्रो। स्कुल छुट्टी भएन आज छिट्टै हाफ छुट्टी। आज ट्युसन भएन नि। आज चाहिँ स्कुलमा मान्छे पनि थिएन अरे त्यति। हिजो तिल झर्दैन के थियो हिजो के थियो त्यसै कारणले आज मान्छे आएन छ धेर। अनि ट्युसन पनि भएन अरे। छिटो आएछ। ठुलो छोरा पनि गएको छ। अनि पनि ट्युसन जान्छ फेरि आएर। यसै त ल